हेलो नमस्ते हजुरलाई स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ आज स्वास्थ्य चेकअप गराएर आउँदैछु। म र एकजना तामाङ ओपा। अनि के चेकअप भन्दा चाहिँ यहाँ कोरियामा चाहिँ सालैपछि फ्रीमा चाहिँ चेकअप हुन्छ। त्यो चाहिँ कस्तो भने हामीले चाहिँ महिना पछि तिरेको खनाङ स्वास्थ्य बिमा चाहिँ हो, त्यो भएर हामीले निःशुल्क चाहिँ गर्नु सकिन्छ। अनि त्यो चाहिँ कसरी गर्ने भने चाहिँ गएर जाने अनि त्यो फर्महरू भर्ने अनि त्यहाँ एकैछिनमा अब हल्का फुल्काहरू सबै चेकअप भइहाल्छ, गरिहाल्छ। अनि त्यसरी चाहिँ हामी आउँदैछौँ गरेर। अनि तपाईँहरूलाई पनि थाहा छैन भने चाहिँ यता मलाई सम्पर्क गर्नु होला, म भनिदिन्छु तपाईँहरूलाई। अनि यही चाहिँ जोर र बिजोर तरिकाले चाहिँ गराउँदा चाहिँ जानु पर्दो रहेछ। मेरो चाहिँ बिजोर भएको हुनाले यो 2025 को अन्तिम पनि हुँलाको, त्यही भएर म चाहिँ गएर चेकअप गराइसकेँ। हजुरहरू पनि 2025 को हुनुहुन्छ भने चाहिँ यो महिना अर्थात् अर्को 12 महिनासम्म गएर चेकअप गराउनु सक्नुहुन्छ है त।